नमस्कार सबैजनालाई। क्लास 10 साइन्स एन्ड टेक्नोलोजी फोर्स एन्ड मोसन च्याप्टरको बारेमा एक्सप्लेन गर्नलाई म आइसकेको छु फेरि तपाईँहरूको माझ। ढिलो नगरिकन एक्सप्लेन गरौँ है त। सो तपाईँले देख्न सक्नुहुन्छ वाट इज फोर्स। फोर्स भने चाहिँ एउटा यस्तो एक्सटर्नल एजेन्ट हो जसले चाहिँ बडीको स्टेटलाई चाहिँ चेन्ज गर्न कोसिस गर्छ। इट्स द एक्सटर्नल एजेन्ट विच टेन्स अर चेन्ज द स्टेट अफ रेस्ट अफ मोसन अफ एन अब्जेक्ट। यसको एसआई युनिट चाहिँ न्युटनलाई मानिन्छ है। अब न्युटन भन्ने बित्तिकै सर आइज्याक न्युटनको बारेमा आइहाल्छ तपाईँको दिमागमा है। अनि न्युटन चाहिँ किन राखेको भन्दाखेरि सर आइज्याक न्युटनले चाहिँ फोर्सको टपिकमा चाहिँ आफ्नो धेरै कन्ट्रिब्युसन दिएका थिए, त्यसैले उनको नाम चाहिँ एसआई युनिटमा न्युटन उनलाई अनर गरेर राखिएको है। अनि सिरियस युनिट चाहिँ डाइन भइहाल्यो। डाइन भन्नाले चाहिँ ग्रिक मिनिङमा चाहिँ पावर भन्नेलाई सिम्बलाइज गर्छ है। अनि यो चाहिँ दुईवटा टाइपको हुँदो रहेछ है फोर्स छ। एउटा कन्ट्याक्ट, अर्को नन कन्ट्याक्ट फोर्स है। अनि अर्को चाहिँ पुसिङ एन्ड पुलिङ फोर्स। अब हामी पढ्न गइरहेको ग्राभिटेसनल फोर्स चाहिँ नन कन्ट्याक्ट पुलिङ फोर्स है। अब नन कन्ट्याक्ट पुलिङ फोर्स भने चाहिँ एउटा यस्तो फोर्स हो जसले चाहिँ कुनै अब्जेक्टलाई टचै नगरिकन आफ्नो भित्र आफूतिर अट्र्याक्ट गर्न सक्छ, जसलाई चाहिँ नन कन्ट्याक्ट पुलिङ फोर्स भनिन्छ है। अनि ग्राभिटेसन किन एक्जिस्ट हुँदो रहेछ ड्यु टु द मास अफ द म्याटर है। अनि इन्ट्रोडक्सन यति भएपछि हामी जान्छौँ ग्राभिटेसनतिर है। ग्राभिटेसन भने चाहिँ के हो त? इट इज अ फोर्स अफ अट्र्याक्सन बिट्विन एनी टु अब्जेक्ट्स है। अनि यसको इक्जाम्पल चाहिँ के हुन्छ भन्दाखेरि रेन ड्रप्स टु अर्थ। रेन एउटा अब्जेक्ट भइहाल्यो, अर्थ एउटा अब्जेक्ट भइहाल्यो। अर्थ एउटा हेभेन्ली बडीले रेनलाई आफूतिर अट्र्याक्ट गरिरहेछ है। त्यो चाहिँ ग्राभिटेसनको एउटा इक्जाम्पल हो। अनि अर्को चाहिँ मुन रिभल्भ्स अराउन्ड द अर्थ। यो नि एउटा ग्राभिटेसनको एउटा इक्जाम्पल है। अनि क्लाउडियस टोलेमी भन्ने साइन्टिस्टले चाहिँ जियोसेन्ट्रिक थ्योरी चाहिँ प्रपोज गरेका थिए है। अनि जियोसेन्ट्रिक थ्योरीले चाहिँ के भन्छ भन्दाखेरि जियो भन्ने बित्तिकै तपाईँको दिमागमा के आउँछ होला? जियो भन्ने बित्तिकै अर्थ या। अब जियोसेन्ट्रिक भन्ने बित्तिकै अर्थलाई सेन्टरमा मानेर बनाइएको थ्योरी, जसमा चाहिँ अरू सबै प्लानेट चाहिँ अर्थको वरिपरि घुम्छन् है। त्यसलाई चाहिँ जियोसेन्ट्रिक थ्योरी भनिन्छ। त्यो जियोसेन्ट्रिक थ्योरी चाहिँ हाम्रो क्लाउडियस टोलेमी भन्ने साइन्टिस्टले प्रपोज गरेका थिए। अब त्यसपछि आयो हिलियोसेन्ट्रिक थ्योरी। हाम्रो निकोलस कपर्निकसद्वारा 16th सेन्चुरीमा प्रपोज भएको थ्योरी चाहिँ अब हिलियोसेन्ट्रिक भन्ने बित्तिकै हिलियो भन्ने बित्तिकै सन आउँछ है माइन्डमा है। सन आउनुपर्छ। अनि यो थ्योरीले चाहिँ के भन्थ्यो भन्दाखेरि द सन इज इन द सेन्टर अफ द सोलर सिस्टम एन्ड द युनिभर्स एन्ड अदर हेभेन्ली बडिज रिभल्भ अराउन्ड इट। अनि पछि गएर हाम्रो सर आइज्याक न्युटनले चाहिँ मोसन एन्ड प्लानेट्सको बारेमा स्टडी गरे है। अब ग्राभिटेसन इट इज अ म्युचुअल फोर्स अफ अट्र्याक्सन बिट्विन एनी अब्जेक्ट्स द्याट हेज मास है। अनि ग्राभिटेसन फोर्स बिट्विन एनी टु अब्जेक्ट इज डाइरेक्टली प्रोपोर्सनल टु द प्रोडक्ट अफ द मास अफ टु अब्जेक्ट। यो भनेको चाहिँ के भन्दाखेरि सपोज दुईवटा अब्जेक्ट इमेजिन गर्नु है तपाईँले। दुईवटा अब्जेक्ट छ है। अनि यसको डिस्टेन्सलाई डी मानिदिउँ, यसलाई m1 मानिदिउँ, यसलाई m2 मानिदिउँ है त। अब यसको मास 1 मास 2 लाई मल्टिप्लाई गरेर जुन त्यो हाम्रो भ्यालु निस्किन्छ त्यो चाहिँ फोर्ससँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ। भन्नाले यसको मास दुईटैको मास इन्क्रिज भयो भने हाम्रो फोर्स इन्क्रिज हुन्छ है। त्यसले चाहिँ के भन्छ भन्दाखेरि द प्रोडक्ट अफ टु मासेस इज डाइरेक्टली प्रोपोर्सनल टु द फोर्स। अनि डिस्टेन्सको कुरा गरौँ है त हामी। डिस्टेन्सको कुरा गर्दाखेरि चाहिँ ल सपोज त्यही मास छ दुईटा, तिनीहरूको डिस्टेन्स छ। अब तिनीहरूको डिस्टेन्स जति बढी भयो नि, द मोर द डिस्टेन्स इन्क्रिजेस द लेस द फोर्स ग्राभिटेसनल फोर्स बिकम्स है। अनि ग्राभिटेसन इज इन्भर्सली प्रोपोर्सनल टु द स्क्वायर अफ डिस्टेन्स बिट्विन टु बडिज भन्नाले यही हो है। अब हाम्रो आयो सर आइज्याक न्युटनको बारेमा। न्युटन्स युनिभर्सल ल अफ ग्राभिटेसन है। उनले यो युनिभर्सल ल चाहिँ 1687 मा प्रपोज गरेका थिए कि यो लले चाहिँ के स्टेट गर्छ भन्दाखेरि एभ्री बडी इन द युनिभर्स अट्र्याक्ट्स एभ्री अदर बडिज विथ अ फोर्स which is directly proportional to the product of their masses and inversely proportional to the square of the distance between their centers.
म्याथमेटिकल तपाईँले लेख्न सक्नुहुन्छ F इज इक्वल टु ग्राभिटेसनल कन्स्टेन्ट इन्टु m1 m2 बाई r स्क्वायर। अब जी भन्ने ग्राभिटेसनल कन्स्टेन्ट 6.67 इन्टु 10 टु द पावर -11 भइहाल्यो। यसको बारेमा म तपाईँलाई पछि बुझाउँछु है। अब त्यो हाम्रो सर आइज्याक न्युटनले प्रपोज गरेको थ्योरी चाहिँ किन युनिभर्सल लको रूपमा लियो त है? यो किन युनिभर्सल लको रूपमा लियो भन्दाखेरि चाहिँ यो युनिभर्सल ल चाहिँ सबै बडिजहरूको लागि भ्यालिड थियो के। एउटा सानो कमिलादेखि लिएर हाम्रो ठुलो युनिभर्ससम्म चाहिँ सबैको लागि चाहिँ यो युनिभर्सल ल चाहिँ एप्लिकेबल हुन्छ। त्यसैले हाम्रो न्युटन्स ल अफ ग्राभिटेसनलाई चाहिँ युनिभर्सल ल मानिन्छ है। अब त्यसपछि आउँछ टपिक ग्राभिटेसन कन्स्टेन्ट। ग्राभिटेसन कन्स्टेन्ट जुन अघि नै मैले भने F इज इक्वल टु जी इन्टु m1 m2 बाई r स्क्वायर। त्यहाँ आयो हाम्रो क्यापिटल जी है। अनि क्यापिटल जीको भ्यालु चाहिँ 6.67 इन्टु 10 टु द पावर -11 हुन्छ है। अनि द युनिभर्सल ग्राभिटेसन कन्स्टेन्ट इज द ग्राभिटेसनल फोर्स एक्जिस्टिङ बिट्विन टु युनिट बडिज सेपरेटेड बाई युनिट डिस्टेन्स। तपाईँले इमेजिन गर्नु दुईवटा मास छ विथ मास, दुईवटा बडी छ विथ मास 1 kg है। दुईवटाको मास 1 kg छ, डिस्टेन्सली 1 kg 1 मिटरले छुट्याइदिनु भनेपछि तिनीहरूको बिचमा जुन फोर्स एक्ट गरिरहेको हुन्छ, जुन फोर्स लागिरहेको हुन्छ तिनीहरूलाई अट्र्याक्ट गर्नलाई, त्यो फोर्सलाई चाहिँ भनिन्छ ग्राभिटेसनल कन्स्टेन्ट। यो ग्राभिटेसनल कन्स्टेन्ट चाहिँ पाई जस्तै हो क्या। पाईको भ्यालु तपाईँलाई थाहा नि होइन, 22/7। यो चाहिँ जति नै कन्स्टेन्ट हुन्छ, यो चाहिँ एउटा यस्तो मल्टिपल हो जसले चाहिँ हाम्रो अब पाईको कुराहरू देखेर चाहिँ त्यसले सर्कलको कुरा ल्याइहाल्यो होइन। सर्कलको एरिया त्यस्तो कुरा ल्याउँछ। सर्कलको एरियाको एक्ज्याक्ट भ्यालु निकाल्न चाहिँ हाम्रो पाई युज हुन्छ भन्दाखेरि हाम्रो ग्राभिटेसनल कन्स्टेन्ट चाहिँ फोर्स निकाल्नलाई एउटा मल्टिपलको रूपमा युज हुन्छ है। अनि एसआई युनिट अफ जी, एसआई युनिट अफ जी चाहिँ अब ऊ भइहाल्यो हाम्रो है, न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर। न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर है। अनि यसको सिजिएस युनिट चाहिँ डाइन सिएम स्क्वायर पर ग्राभिटेसन छ है। अब भ्यालु अफ जी, अब आयो नि त कुरा है। यो भ्यालु अफ जी चाहिँ हाम्रो सर आइज्याक न्युटनले चाहिँ निकाल्न नसकेर चाहिँ आफ्टर डेथ अफ हिज हाम्रो हेनरी क्याभेन्डिस साइन्टिस्टले चाहिँ भ्यालु अफ जी डिटरमाइन गरेका थिए बाई युजिङ एक्सट्रिमली सेन्सिटिभ टर्सन ब्यालेन्स इन 1798 है। यो चाहिँ टर्सन ब्यालेन्स देख्न सक्नुहुन्छ तपाईँले। यो चाहिँ एक्सट्रिमली सेन्सिटिभ हुन्छ है। सपोज तपाईँले यति भेरी टाइनी फोर्स लाउनु भयो भने यसमा इफेक्ट पारिहाल्छ क्या। त्यसैले उनले चाहिँ यो टर्सन ब्यालेन्सको युज गरेर चाहिँ भ्यालु अफ जी डिटरमाइन गरेका थिए है। अनि ग्राभिटेसन कन्स्टेन्ट 6.67 इन्टु 10 टु द पावर -11। एसआई युनिट चाहिँ न्युटन मिटर पर सेकेन्ड न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर भयो है। अब आउँछ हाम्रो इन्ट्रेस्टिङ टपिक प्रपर्टिज अफ जी। प्रपर्टिज अफ जी के होला त? अब हाम्रो जी त पढिसकेको एउटा कन्स्टेन्ट हो जी, जसलाई चाहिँ कसैले एफेक्ट गर्न सक्दैन। सपोज तपाईँले सर्कलको कुरा गर्नुहुन्छ भने तपाईँले रेडियस बढाएर एसआईको पाईको भ्यालु घटाउनु त मिल्दैन। पाईको भ्यालु त जता नि कन्स्टेन्टै हो, यहाँ नि जीको भ्यालु जता नि कन्स्टेन्टै हुन्छ। तपाईँले एउटा न्युमेरिकल गरेर लाग्नुभयो, त्यहाँ क्यापिटल जी छ, क्यापिटल जीको भ्यालु तपाईँले राख्नै पर्छ है। अब तपाईँले 6.67 नै राख्नुपर्छ। त्यो आफूले मास चेन्ज भयो त्यसैले ग्राभिटेसन कन्स्टेन्ट चेन्ज हुन्छ भन्न मिल्दैन, किनकि यो ग्राभिटेसन कन्स्टेन्ट हो है। अनि यसलाई चाहिँ इन्डिपेन्डेन्ट अफ नेचर अफ मिडियम बिट्विन टु अब्जेक्ट है, एन। हाम्रो नेचरलाई चाहिँ याद गर्न चाहिँ हामीले एन लियौँ है। यो चाहिँ कुनै नि दुईवटा मासको मिडियमलाई चाहिँ यसले हेर्दैन। भन्न खोजेँ तपाईँलाई दुईवटा मास छ, सपोज एउटा बास्केटबल छ एउटा बेसबल छ है। तपाईँ यो समुद्रको बिचमा लगेर राखिदिनु भयो। अब समुद्रको बिचको मिडियम त हाम्रो वाटर छ, त्यो वाटरमा नि त्यत्तिको फोर्स लाग्छ जति त्यो दुईवटा बल हाम्रो एयरमा हुन्छन् कि त्यति फोर्स चाहिँ यिनीहरूले एकअर्कालाई आफूतिर अट्र्याक्ट गरेर हुन्छन्, फोर्स लागिरहेको हुन्छन् है। अब इट इज अनएफेक्टेड बाई नेचर, साइज एन्ड मास अफ द बडिज। मास जति नै होस्
ग्रेभिटेसन कन्स्ट्यान्ट त्यति नै हुन्छ है, आई मिन चेन्ज हुँदैन, साइज त्यसरी चेन्ज हुँदैन है। अनि टेम्परेचर र प्रेसर चाहिँ चेन्ज हुने कुरै भइहालेन, इन्डिपेन्डेन्ट अफ टेम्परेचर एन्ड प्रेसर। यसलाई एज गर्ने चाहिँ अब एसएमटिपिएन है, साइज, मास, टेम्परेचर, प्रेसर एन्ड नेचर। ल अब जाउँ हामी एप्लिकेसन अफ जी, युजेस अफ जी है, ग्रेभिटेसन कन्स्ट्यान्ट। अब ग्रेभिटेसन कन्स्ट्यान्टले के गर्न मिल्छ होला, हाम्रो कन्स्ट्यान्ट छ त्यसले के निकाल्न मिल्छ भने मैले फोर्स निकाल्न मिल्छ। कति फोर्स चाहिँ, आई मिन अब ग्रेभिटेसन फोर्स त एउटा मल्टिपल मात्र हो ग्रेभिटेसन फोर्स चाहिँ हाम्रो है, जसले चाहिँ हाम्रो अलमोस्ट एक्ज्याक्ट फोर्स क्यालकुलेट गरेर मद्दत गर्छ। यसले चाहिँ अब प्रिडिक्ट द डिस्टेन्स बिट्विन ग्यालेक्सिज, ग्यालेक्सिजको मासलाई हेरेर यिनीहरूमा रहेको फोर्स चाहिँ यसले क्यालकुलेट गर्न मिल्छ, अनि यसको डिस्टेन्स नै क्यालकुलेट गर्न मिल्छ है। क्यालकुलेट द रिभोल्युसन ड्युरेसन अफ प्लानेट्स नै क्यालकुलेट गर्न मिल्छ है। अनि हन्ट फर हेबिटेबल प्लानेट्स, यो चाहिँ हाम्रो लागि अब इम्पोर्टेन्ट हुँदै गइरहेको छ है। अनि क्यालकुलेसन अफ मास अफ हेभेनली बडिज, मास अफ हेभेनली बडिज क्यालकुलेट गर्नलाई नि हाम्रो ग्रेभिटेसन कन्स्ट्यान्ट चाहिँ युज हुँदो रहेछ है। अब जाउँ हामी चेन्ज इन फोर्स विथ चेन्ज इन मास एन्ड डिस्टेन्स। यो चाहिँ तपाईँको एसईमा एमसिक्यूमा आउन सक्ने र सर्ट क्वेसनमा आउन सक्ने धेरै चान्स हुन्छ है, मोस्टली चाहिँ यसो दिएर हुन्छ। अनि अब जाउँ हामी ल, वेन वान मास इज डबल्ड, एउटा मासलाई चाहिँ डबल गर्दाखेरि चाहिँ हाम्रो फर्मुला त के छ, एफ इज इक्वल टु जी m1 m2 छ है। अब तपाईँले एउटाको मासलाई बढाइदिनु भयो, एउटा एमको मासलाई बढाइदिनु भयो भनेपछि तपाईँको के भयो, यहाँ 2 आयो, अनि मास कतिले बढ्यो, 2 यता आएर 2 ले बढ्यो है। त्यस्तै गर्दाखेरि चाहिँ वेन बोथ मास आर डबल्ड, यहाँ बोथ मास भनेपछि 2 × 2 हुन्छ नि त, 2 × 2 भने 4 भइहाल्यो, 4 एफ इज इक्वल टु 4f मैले लेखिसकेँ। अनि वेन डिस्टेन्स इज रिड्युस टु हाफ, डिस्टेन्स रिड्युस भनेपछि एफ इज इक्वल टु इन्भर्सली प्रोपोर्सनल टु डिस्टेन्स स्क्वायर इज इक्वल टु 1/d स्क्वायर भनेपछि यहाँ 1/2 हुन्छ, 1/2, 2 2 जा 4 हुन्छ, 4 माथि गएर एफ इज इक्वल टु 4f हुन्छ है। यस्तो चाहिँ एफमा चेन्ज आउँछ मास र डिस्टेन्सले गर्दाखेरि। अब आयो हाम्रो कन्सिक्वेन्स अफ ग्राभिटेसनल फोर्स। ग्राभिटेसनल फोर्सको कन्सिक्वेन्स चाहिँ के हुन्छ है, ग्राभिटेसनल फोर्सले गर्दाखेरि ग्राभिटी पनि एक्जिस्ट गर्छ है। ग्राभिटेसनल फोर्सले गर्दाखेरि अब ग्राभिटेसनल फोर्स त मैले भनिसकेँ, द मास आई मिन द फोर्स एक्टिङ बिट्विन टु बडिज ड्यु टु देयर मासेस है। ग्राभिटी भने नि त्यही हो, तर एउटा पार्ट हो ग्राभिटी ग्राभिटेसनलको, जुन चाहिँ हाम्रो हेभेनली बडिजमा एप्लाई हुन्छ है। अनि मुन रिभल्भ्स अराउन्ड द अर्थ, मुन रिभल्भ्स अराउन्ड द अर्थ, यो नि ग्राभिटेसनल फोर्स बिट्विन मुन र अर्थले गर्दा भएको। अनि सोलर सिस्टम एक्जिस्ट, सोलर सिस्टममा भएको हाम्रो एस्ट्रोइड बेल्ट छ होइन, अब हाम्रो प्लानेट छ, स्टार छ, सन, जसलाई चाहिँ ग्राभिटेसनल फोर्सले चाहिँ एकै ठाउँमा राखिरहेको छ अनि कोलाइड हुन दिन्न। कन्स्टलेसन एक्जिस्ट, कन्स्टलेसन भने चाहिँ हाम्रो 8 क्लासमा पढेको अनुसार स्टारको एउटा प्याटर्न हो, जुन चाहिँ एउटा लाइक कलेक्सन हो भनौँ न होइन, हाम्रो स्काईमा देखिने एउटा प्याटर्न हो। अनि जसले चाहिँ हाम्रो पाइरेट्सहरूले यो पहिला युज गर्थे भन्छ नि कन्स्टलेसन्सलाई चाहिँ आफ्नो पाथको रूपमा। अनि फ्युचर अफ युनिभर्स नि हाम्रो कन्सिक्वेन्स अफ ग्राभिटेसनको एउटा पार्ट हो। टाइड्स अन ओसियन्स, यो चाहिँ एउटा इम्पोर्टेन्ट पार्ट हो है। टाइड्स अन ओसियन, ओसियनमा टाइड कसरी आउँछ त है, ओसियनमा टाइड कसरी आउँछ, ड्यु टु द ग्राभिटेसनल फोर्स बिट्विन द अर्थ एन्ड द मुन है। अब जति बेला फुल मुन हुन्छ त्यति बेला हाम्रो अब अर्थमा त मास त धेरै त वाटरले नै कभर गर्छ, ओसियनले नै कभर गर्छ, त्यो थाहा नै छ तपाईँलाई है। अनि मास अफ द बडी जति धेरै भयो होइन, दुईवटा मास अफ द बडी जति धेरै भयो तिनीहरूमा एक्ट गर्ने फोर्स नि त्यति नै धेरै हुन्छ कि। अब तपाईँको फेवालेको कुरा गर्दाखेरि चाहिँ फेवाले त यत्रो छ, ओसियनको अगाडि त यत्रो नि होइन नि त होइन, ओसियन त कत्रो ठुलो भइहाल्यो, त्यसको मासै धेरै हुन्छ। अब ओसियन र मुनको मास मिल्दाखेरि चाहिँ ओसियनमा टाइड आउँछ, तर हाम्रो फेवालेक चाहिँ मिल्दैन बिचरा, त्यसैले त्यहाँ टाइड आउँदैन है। अब थ्याङ्क यू, यति भन्दै म आफ्नो प्रेजेन्टेसनलाई चाहिँ कन्क्लुड गर्दै यहाँबाट बिदा हुन चाहन्छु। केही अरू एक्स्ट्रा टपिक चाहिएको छ भने चाहिँ प्लिज कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु है।